स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज चाहिँ मैले के बनाएँ भन्दा पनिर, बटन मसरुम र पनिरको एउटा मज्जाको रेसिपी। लु अब हेरौँ है मैले कसरी बनाएछु। पहिला चाहिँ मैले पनिरलाई मजाले क्युब सेपमा काटेँ अनि मजाले फ्राई गरेँ। साथसाथमा मैले जुन चाहिँ मेरो बटन मसरुम थियो त्यसलाई पनि मजाले सफा गरेँ। त्यो बटन मसरुम चाहिँ कसरी सफा गर्नुपर्छ मैले अगाडि नै मेरो पेजमा हालिसकेको छु, तपाईँले भिजिट गर्न सक्नुहुन्छ। अनि त्यसपछि मैले बटन मसरुम पनि मजाले फ्राई गरेँ अनि साथसाथमा मैले प्याज, खोर्सानी र टमाटरको पेस्ट बनाएँ। त्यसपछि मैले कराईमा तेल तताएर मजाले जिरा भुटेँ। त्यसको बादमा जुन चाहिँ पेस्ट बनाएको थियो त्यसलाई मजाले भुट्न थालेँ अनि त्यसपछि मैले अदुवा लसुन पनि हालेँ। अब यतिको भएपछि चाहिँ मैले यसमा ड्राई मसाला हालेँ। हल्दी, चिली पाउडर, जिरा पाउडर, धनिया पाउडर अनि त्यसपछि मैले मजाले मिक्स गरेँ अनि त्यसपछि मैले नुन हालेँ। त्यसपछि मैले मजाले ढकना छोपेर चाहिँ पकाएँ। पकाउँदा चाहिँ मजाले पकाउनुपर्छ जबसम्म तेल चाहिँ निस्किँदैन। त्यसपछि चाहिँ मैले जब निस्किसक्यो तेल मजाले पानी हालेर उमालेँ अनि जब बोइल आयो तब त्यसपछि चाहिँ मैले मेरो यो जुन चाहिँ फ्राई गरेको पनिर र बटर मसरुमलाई हालेर मजाले एकछिन पकाएँ। त्यसपछि चाहिँ मैले हालेँ मेरो एउटा मजाको मटर जुन चाहिँ मैले फ्रिज गरेको थिएँ लास्ट इयर। तपाईँले पनि यसरी फ्रिज गरेर राख्नु सक्नुहुन्छ। त्यसपछि चाहिँ मैले यो सबलाई मिक्स गरेर मजाले पकाएँ अनि जब रेडी भयो त्यसपछि चाहिँ मैले आई फिनिस्ड इट विथ कसुरी मेथी। हेर्नुहोस् त कस्तो मजाको भए। तपाईँले पनि ट्राई गर्नुहोस्। तपाईँले यदि भिडियो मन पर्दैछ भने काइन्डली सेयर अनि कमेन्ट गरिदिनु होला अनि एकपल्ट तपाईँले यो रेसिपी ट्राई गर्नुहोस् है। ओके, थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।